आज मिति 2082 साल फागुन महीनाको 14 गते बिहीबार, तदनुसार फेब्रुअरी 26 तारिक 2026। प्रस्तुत छ आजको राशिफल। नमस्कार एवं स्वागत छ सदा चाहिँ आज पनि यहाँहरूमा यहाँहरूको राशिफल र आजको दिनको बारेमा विस्तृत जानकारी सहित म उपस्थित भइसकेको छु। आचार्य विष्णुदेव। कृपया आफ्नो राशि अवश्य कमेन्ट गर्नुहोला। तपाईको राशि कुन हो र भिडियोलाई एक लाइक अवश्य गरिदिनु हुनेछ। तपाईले गरेको एक लाइकले अन्य थुप्रै व्यक्तिसम्म यो सामग्री पुग्नेछ र आगामी दिनमा पनि यस कामलाई निरन्तरता दिनको लागि त्यसले मलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ। तसर्थ भिडियोलाई लाइक गर्न भने कति पनि कन्जुसियाइ गर्नुहुने छैन। अहिलेसम्म लाइक गर्नुभएको छैन भने कृपया एक लाइक अवश्य पनि गरिदिनु हुनेछ। साथै च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। च्यानललाई सब्स्क्राइब गर्नाले आगामी दिनमा पनि समयमा नै तपाईले राशिफल चाहिँ दिनको बारेमा सठिक जानकारी प्राप्त गर्न सक्नुहुनेछ। र यो पनि निवेदन गरौँ कि राशिफल ज्योतिषको अत्यन्त स्थूल गणना हो। तसर्थ यतिबेला सूक्ष्म गणना गराएर आफ्नो कुण्डलीको विश्लेषण गराएर आफ्नो जीवनको बारेमा, भविष्यको बारेमा, विदेश यात्राको बारेमा, अध्ययन अध्यापन र नोकरीको बारेमा, परिवार सम्बन्ध र स्वास्थ्यका बारेमा, व्यापार बिजनेस र पार्टनरसिपका बारेमा यी र यस्ता विविध विषयहरूमा कुनै पनि प्रकारको सठिक जानकारी चाहिएको छ अथवा समस्या परेर समाधानको खोजीमा हुनुहुन्छ भने पनि डिस्क्रिप्सनमा दिएका सम्पर्कका माध्यमहरूद्वारा कुनै पनि बेला हामीसँग सम्पर्कमा आएर सजिलै तपाईँले आफ्नो जिज्ञासा निवारण गर्न सक्नुहुनेछ। अथवा समस्या परिरहेको छ र समाधान खोज्दै हुनुहुन्छ भने पनि तपाईँले हामीसँग आफ्नो समस्याको समाधान प्राप्त गर्न सक्नुहुनेछ ज्योतिषीय माध्यमद्वारा। यो निवेदनको साथमा हो भने आउनुहोस् पहिले आजको दिनको बारेमा चर्चा गरौँ र त्यसपछि म राशिफल निवेदन गर्नेछु। आज मिति 2082 साल फागुन महिनाको 14 गते बिहीबार, तदनुसार फेब्रुअरी 26 तारिक 2026। विशेष दिवस अथवा पर्वको कुरा गर्दा आज कुनै त्यस्तो विशेष पर्व परेको छैन। शुभ साइत भने व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहारम्भ, अन्नप्राशन, दोकान खोल्ने साइत जुरेको छ र अग्नि पनि जुरेको छन्। आज सिद्धार्थी नामको संवत्सर चल्दैछ। रवि उत्तरमा छन्। शिशिर ऋतु हो। फाल्गुन शुक्ल पक्ष, दशमी तिथि 44 घडी 56 पला रातको 12:32 रहनेछ र तत्पश्चात एकादशी प्रारम्भ हुनेछ भने मृगशिरा नक्षत्र रहेको छ 14 घडी 46 पलाको, जो दिनको 12:28 रहनेछ र तत्पश्चात आद्रा नक्षत्र प्रारम्भ हुनेछ। त्यस्तै प्रीति योग रहेको छ 40 घडी 59 पलाको भने तैतिलकरण रहेको छ 17 घडी 45 पलाको। सूर्य कुम्भ राशिमा छन्। देवगुरु अर्थात् बृहस्पति मिथुन राशिमा छन् भने चन्द्रमा आज मिथुन राशिमा नै रहनेछन्। त्यस्तै आजको दिनको फलको कुरा गर्दा बिहानको 6:34 देखि 7:59 शुभ बेलाको समय रहनेछ भने 7:59 देखि 9:25 रोग बेलाको समय रहनेछ। त्यस्तै 9:25 देखि 10:51 उद्वेग बेलाको समय रहनेछ भने 10:51 देखि दिनको 12:17 चर बेलाको समय रहनेछ। त्यस्तै 12:17 देखि 1:43 लाभ बेलाको समय रहनेछ भने 1:43 देखि 3:09 अमृत बेलाको समय रहनेछ। त्यस्तै 3:09 देखि 4:35 काल बेलाको समय रहनेछ भने 4:35 देखि साँझको 6 बजेसम्म शुभ बेलाको समय रहनेछ। यी त थिए आजको दिनको बारेमा विस्तृत जानकारी। अब भने तपाईहरुको राशिफलको पालो भइसकेको छ। कृपया आफ्नो राशि अवश्य कमेन्ट गर्नुहोला। तपाईको राशि कुन हो र भिडियोलाई एक लाइक अवश्य गरिदिनु हुनेछ। तपाईले गरेको एक लाइकले अन्य थुप्रै व्यक्तिसम्म यो सामग्री पुग्नेछ र आगामी दिनमा पनि यस कामलाई निरन्तरता दिनको लागि त्यसले मलाई थप प्रेरणा प्रदान गर्नेछ, थप ऊर्जा प्रदान गर्नेछ। तसर्थ अहिलेसम्म लाइक गर्नुभएको छैन भने कृपया एक लाइक अवश्य गरिदिनु होला। साथै च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। च्यानललाई सब्स्क्राइब गर्नाले आगामी दिनमा पनि समयमा नै तपाईले राशिफल चाहिँ दिनको बारेमा सठिक जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यो निवेदनको साथमा तपाईलाई यो पनि जानकारी गराउँ कि राशिफल ज्योतिषको अत्यन्तै स्थूल गणना हो। तसर्थ तपाईलाई सूक्ष्म गणना गराएर आफ्नो कुण्डलीको विश्लेषण गराएर आफ्नो जीवनको बारेमा, भविष्यको बारेमा, विदेश यात्राको बारेमा, अध्ययन अध्यापन र नोकरीको बारेमा, परिवार सम्बन्ध र स्वास्थ्यका बारेमा, व्यापार बिजनेस र पार्टनरसिपको बारेमा यी यस्ता विविध विषयहरूमा कुनै पनि प्रकारको सठिक जानकारी चाहिएको छ अथवा समस्या परेर समाधानको खोजीमा हुनुहुन्छ भने डिस्क्रिप्सनमा दिएका सम्पर्कका माध्यमहरूद्वारा कुनै पनि बेला हामीसँग सम्पर्कमा आएर सजिलै तपाईले आफ्नो जिज्ञासा निवारण गर्न सक्नुहुनेछ। अथवा समस्या परिरहेको छ र समाधानको खोजीमा हुनुहुन्छ भने पनि ज्योतिषीय माध्यमद्वारा तपाईले आफ्नो समस्याको समाधान पनि प्राप्त गर्न सक्नुहुनेछ। यो निवेदनको साथमा अब भने आउनुहोस् राशिफलतर्फ प्रवेश गरौँ। पहिलो राशि मेषबाट। पहिलो राशि रहेको छ मेष राशि र मेष राशि हुने महानुभावहरूका लागि आजको दिन मनमा नयाँ योजना र उत्साह जागृत भएर जाने खालको योग परिरहेको छ। काममा सक्रियता बढे पनि धैर्य भने आवश्यक देखिएको छ। आज आर्थिक पक्ष सामान्य तर खर्चमा भने संयम राख्नु आवश्यक हुनेछ। परिवारसँग संवादले सम्बन्ध मधुर बनाउनेछ भने स्वास्थ्यतर्फ हल्का थकानको अनुभव भने यहाँलाई हुन सक्ने देखिएको छ। अडान सही दिशामा राखे सफलता
नजदिक हुनेछ तपाईँको। दृढ विश्वास राख्नुभयो भने कुनै पनि अवरोध ठुलो हुँदैन। आत्मविश्वासका साथमा अगाडि बढ्नुहोस्। आजको दिन राम्रै रहनेछ मेष राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ दोस्रो राशि वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आजको दिन स्थिर सोचले राम्रो निर्णय दिलाउने खालको योग परिरहेको छ। व्यापार र पेशामा सन्तुलित प्रगति पनि देखिनेछ आज तपाईँको भने पुराना योजना पुनः सक्रिय हुने सङ्केत पनि देखिएको छ। परिवारबाट सहयोग र आत्मीयता बढेर जाने खालको योग परिरहेको छ भने स्वास्थ्य सामान्य तर आरामको भने आवश्यक देखिएको छ। धैर्य राख्दा सम्मान बढ्ने समय हो आज। संयम नै तपाईँको सबैभन्दा ठुलो शक्ति हो। संयमलाई कायम राख्नुहोस्। आजको दिन राम्रै रहनेछ वृष राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि आजको दिन चन्द्रमाको प्रभावले मन चञ्चल तर सृजनशील हुने खालको योग परिरहेको छ। नयाँ विचार प्रस्तुत गर्ने अवसर पनि यहाँलाई आज प्राप्त हुनेछ भने साथीभाइसँग भेटघाटले आज तपाईँको जीवनमा उत्साह ल्याउने खालको योग परिरहेको छ। आर्थिक पक्षमा सानो लाभको पनि सम्भावना देखिएको छ। अनावश्यक बहसबाट भने टाढै रहनु तपाईँको लागि हितकर र बुद्धिमानी हुनेछ आज। लेखन वा बोल्ने कार्यमा प्रशंसा मिल्ने खालको योग परिरहेको छ। आफ्नो प्रतिभामा विश्वास गर्नुहोस्। बाटो आफै खुल्दै जानेछ मिथुन राशिका जातकहरू आजको दिन। त्यस्तै अघिल्लो राशि रहेको छ चौथो राशि कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि आजको दिन भावनात्मक संवेदनशीलता बढ्न सक्ने देखिएको छ। घर परिवारको विषयमा जिम्मेवारी बढेर जाने सम्भावना रहेको छ भने काममा ध्यान केन्द्रित गर्दा परिणाम तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। खर्च बढ्ने सङ्केत भएकाले योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। विशेष गरेर खर्चको मामलामा तपाईँले योजनाबद्ध रूपले खर्च गर्नु उचित हुनेछ। स्वास्थ्यमा भने आराम र खानपानमा ध्यान दिनु यहाँको लागि आवश्यक देखिएको छ। पुरानो चिन्ता समाधानतर्फ जानेछ। तसर्थ पुराना कुनै चिन्ताजनक विषयवस्तु व्यवहारहरू छन् भने त्यसलाई सल्टाउनको लागि आजको दिन राम्रो रहनेछ। शान्त मनले लिएको निर्णय सधैँ सही हुँदछ। तसर्थ निर्णय लिइराख्दा आफ्नो मनलाई शान्त गर्ने प्रयास गर्नुहोस्। आजको दिन राम्रै रहनेछ कर्कट राशिका महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ पाँचौँ राशि सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि आजको दिन आत्मविश्वास उच्च रहने खालको योग परिरहेको छ। नेतृत्व गर्ने अवसर आज तपाईँलाई प्राप्त हुन सक्ने देखिएको छ। रोकेको काम अघि बढ्ने सङ्केत पनि आज देखिएको छ। आर्थिक पक्ष क्रमशः सुधार उन्मुख भएर जानेछ भने सामाजिक सम्मान बढेर जाने खालको योग पनि परिरहेको छ। परिवारजनसँग समय बिताउँदा केही खुसीको महसुस तपाईँलाई हुनसक्छ र व्यापारको क्षेत्रबाट सामान्य लाभ लिन सक्नुहुनेछ। साहसका साथ अघि बढ्नुहोस्। सफलता तपाईँको साथमा हुनेछ। तसर्थ साहसलाई गुमाउन सक्नु भएन भने आजको दिन राम्रै रहनेछ सिंह राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ छैटौँ राशि कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि आजको दिन सूक्ष्म योजना बनाउने खालको दिन देखिएको छ। आज कार्यक्षेत्रमा जिम्मेवारी पनि बढेर जान सक्ने रहेको छ भने सहकर्मीको साथले काम भने आज तपाईँको सजिलो र थोरै हलुका हुने खालको योग परिरहेको छ। खर्च नियन्त्रणमा राख्नु आज लाभदायक हुनेछ तपाईँको लागि। स्वास्थ्यमा सन्तुलित दिनचर्या आवश्यक देखिएको छ। धैर्य र परिश्रमले आज तपाईँलाई राम्रो फल प्रदान गर्नेछ। तसर्थ धीर भएर परिश्रममा विश्वास गर्न सक्दा आजको दिन राम्रै रहने देखिएको छ कन्या राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ सातौँ राशि तुला राशि। तुला राशि हुने महानुभावहरूका लागि आजको दिन सम्बन्धमा सामञ्जस्य कायम हुनेछ। आज नयाँ प्रस्ताव वा अवसर आज तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक निर्णय सोच विचार गरेर लिनु आज उचित हुने देखिएको छ। साझेदारी कार्यमा लाभ मिल्ने खालको सङ्केतहरू देखा पर्नेछन् भने मनमा सन्तुलन कायम राख्न आज आवश्यक देखिएको छ। सामाजिक भेटघाटले तपाईँको ऊर्जा पनि बढाउनेछ र सन्तुलन नै सफल जीवनको आधार हो। तसर्थ आफ्नो व्यवहार र विचारलाई सन्तुलित गर्न सक्नुभयो भने आजको दिन राम्रै रहनेछ तुला राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ आठौँ राशि वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरूका लागि आजको दिन गोप्य योजना सफल हुन सक्ने सम्भावना देखिएको छ। काममा गहिरो ध्यान दिनुपर्ने दिन हो आज। अनावश्यक शङ्का त्याग्नु आज तपाईँको लागि हितकर र बुद्धिमानी हुनेछ। आर्थिक लाभ सानो तर सन्तोषजनक नै रहने देखिएको छ। स्वास्थ्यतर्फ भने हल्का तनाव देखिन सक्छ र धैर्य राख्दा परिणाम भने सकारात्मक नै प्राप्त गर्न सक्नुहुनेछ। आन्तरिक शक्ति नै तपाईँको असली विजय हो। तसर्थ आन्तरिक शक्तिलाई भने कायम राख्ने प्रयास गर्नुहोस्। आजको दिन राम्रै रहनेछ वृश्चिक राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ नौ राशि धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि आजको दिन अध्ययन र ज्ञान क्षेत्रमा प्रगति भएर जाने खालको योग परिरहेको छ। धार्मिक वा आध्यात्मिक कार्यमा रुचि पनि बढेर जानेछ भने साथीभाइहरूसँग सहकार्य आज लाभदायक हुने खालको योग परिरहेको छ। आर्थिक पक्ष स्थिर रहने सङ्केत देखिएको छ र यात्राको सम्भावना पनि प्रबल रहेको छ। आज
पुरानो प्रयासको परिणाम भने आज तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। अझ स्पष्ट गरी भन्दा तपाईँले पुराना रोकिएका कामहरूलाई पुनः सुचारू गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन राम्रो देखिएको छ। आशावादले जीवनमा उज्यालो ल्याउँदछ। आशावादी बनेर अगाडि बढ्ने प्रयास गर्नुहोस्। आजको दिन राम्रै रहनेछ धनु राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ 10औं राशि मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि आजको दिन कार्यक्षेत्रमा जिम्मेवारी बढेर जाने खालका सङ्केतहरू देखिएका छन्। वरिष्ठ व्यक्तिहरूबाट मार्गदर्शन र प्रेरणा यहाँले प्राप्त गर्न सक्नुहुनेछ आज, र आर्थिक पक्ष पनि सुधारको बाटोमा अगाडि बढेर जाने देखिएको छ। परिवारमा सानो मतभेद भने सम्भावना रहेको छ। धैर्य राख्नु नै तपाईँको लागि हितकर र बुद्धिमानी हुनेछ। स्वास्थ्य भने सामान्य देखिएको छ, तर आरामको भने आवश्यकता हुन सक्छ। लगनशीलता कायम राखे सफलता तपाईँको सुनिश्चित छ आज। निरन्तरता नै महान उपलब्धिको रहस्य हो, तसर्थ आफ्नो कार्यलाई भने निरन्तरता प्रदान गर्नुहोस्। आजको दिन राम्रै रहनेछ मकर राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ 11औं राशि कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूका लागि आजको दिन नयाँ सोच र योजना आज सफल हुने खालको योग परिरहेको छ। सामाजिक क्षेत्रमा सक्रियता बढेर जाने खालको योग रहेको छ भने आर्थिक अवसर पनि आज तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। मित्रहरूको साथले काम पनि आज तपाईँको सहज र सफल बनेर जाने देखिएको छ भने स्वास्थ्यमा सन्तुलन कायम राख्नु भने आज तपाईँको लागि चुनौती हुन सक्छ। रोकिएको कार्य अघि बढ्ने सङ्केत पनि आज देखिएको छ। परिवर्तनलाई अवसरका रूपमा स्वीकार गर्नुहोस् र परिवर्तनलाई आत्मसात गर्ने प्रयास गर्नुहोस्। आजको दिन राम्रै रहनेछ कुम्भ राशिका जातकहरू। त्यस्तै अघिल्लो राशि रहेको छ 12औं राशि अर्थात् अन्तिम राशि मीन राशि। मीन राशि हुने महानुभावहरूको लागि आजको दिन मन शान्त र आध्यात्मिक कुरामा रुचि बढेर जाने देखिएको छ। काममा एकाग्रता बढ्दा नतिजा पनि आज तपाईँको पक्षमा आउनेछ भने आर्थिक पक्ष सामान्य तर सन्तोषजनक नै रहने देखिएको छ। परिवारबाट भावनात्मक समर्थन पनि आज तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। स्वास्थ्यमा ध्यान दिए लाभ हुने खालकै सङ्केत देखिएको छ। पुरानो चिन्ता कम हुने छैन आज। पुरानो चिन्ता जस्ताको तस्तै भने रहन सक्ने सम्भावना रहेको छ। विश्वास र भक्ति नै तपाईँको वास्तविक बल हो, तसर्थ आज आत्मविश्वासको साथमा अगाडि बढ्न सक्दा आजको दिन राम्रै देखिएको छ मीन राशिका जातकहरूको लागि। यी त थिए राशिले गरेका सङ्केतहरू। राशिले राम्रो नराम्रो सकारात्मक नकारात्मक जे जस्तो सन्देश प्रवाह गरे तापनि तपाईँले सकारात्मक सोच राखेर सत्कर्म गर्दै अगाडि बढ्नुभयो भने आज नभए भोलि निश्चय पनि यहाँलाई सफलता हात लाग्नेछ। तसर्थ सकारात्मक सोच र सत्कर्म गर्दै अगाडि बढ्नुहोस्। साथै आफ्नो राशि अवश्य कमेन्ट गर्नुहोला, तपाईँको राशि कुन हो, र भिडियोलाई एक लाइक अवश्य गरिदिनुहुनेछ। तपाईँले गरेको एक लाइकले अन्य थुप्रै व्यक्तिसम्म यो सामग्री पुग्नेछ र आगामी दिनमा पनि यस कामलाई निरन्तरता दिनको लागि त्यसले मलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ। तसर्थ भिडियोलाई लाइक गर्न भने कति पनि कन्जुसियाइ गर्नुहुने छैन। अहिलेसम्म लाइक गर्नुभएको छैन भने कृपया एक लाइक अवश्य पनि गरिदिनुहुनेछ। साथै च्यानललाई सब्सक्राइब गरिराख्नुहोला। च्यानललाई सब्सक्राइब गर्नाले आगामी दिनमा पनि समयमा नै तपाईँले राशिफल चाहिँ दिनको बारेमा सठिक जानकारी प्राप्त गर्न सक्नुहुनेछ। र तपाईँलाई यो पनि निवेदन गरौँ कि राशिफल ज्योतिषको अत्यन्तै स्थूल गणना हो, तसर्थ यदि तपाईँलाई सूक्ष्म गणना गराएर आफ्नो कुण्डलीको विश्लेषण गराएर आफ्नो जीवनको बारेमा, भविष्यको बारेमा, विदेश यात्राको बारेमा, अध्ययन अध्यापन र नोकरीको बारेमा, परिवार सम्बन्ध र स्वास्थ्यका बारेमा, व्यापार बिजनेस र पार्टनरसिपका बारेमा यी यस्ता विविध विषयहरूमा कुनै पनि प्रकारको सठिक जानकारी चाहिएको छ अथवा समस्या परेर समाधान खोज्दै हुनुहुन्छ भने डिस्क्रिप्सनमा दिएका सम्पर्कका माध्यमहरूद्वारा कुनै पनि बेला हामीसँग सम्पर्कमा आएर सजिलै तपाईँले आफ्नो जिज्ञासा निवारण गर्न सक्नुहुनेछ। अथवा समस्या परिरहेको छ भने समस्याको समाधान पनि यहाँले प्राप्त गर्न सक्नुहुनेछ। यो निवेदनको साथमा यहाँहरूले यतिन्जेल हेरिदिनु भयो, सुनिदिनु भयो, यहाँहरूलाई धेरैभन्दा धेरै धन्यवाद छ। यहाँहरूको आजको दिन शुभ बितोस्। यहाँहरू माझबाट बिदा हुन्छु। लोका समस्ता सुखिनो भवन्तु। अस्तु। नीलकंठ पार्वतीश हे कृपानिधे आदिदेव महादेव हे दया ते आदिदेव महादेव पामगरे गामगरे पामगरे गामनी पामगरे गामदानी दानी दानी रे रे दानी रे दानी 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 मदानी गामनी रे पामगरे गारे दानी रे सा रे गामा आदिदेव महादेव हे दया हे आदिदेव महादेव हे दया नमस्तेस्तु